नमस्कार। यस भिडियोमा हामी कुमामोतो सहरको फोहोर फाल्ने सही तरिका सजिलो गरी बुझाउने छौं। सबैले फोहोर सम्बन्धी नियम पालना गरेमा हाम्रो सहर अझै सफा हुनेछ। हामी सबै मिलेर सहकार्य गरौँ र बस्न लायक सुन्दर सहर बनाऊ। जलाइने फोहोर र पुरिने फोहोर फाल्दा कुमामोतो सहरले तोकेको आधिकारिक झोला अनिवार्य हुन्छ। यी फोहोर फाल्ने झोलाहरू 4 प्रकारका छन्। झोला सुपरमार्केट वा कन्भिनियन्स स्टोरहरूमा किन्न सकिन्छ। त्यसबाहेक पुनः प्रयोग गर्न मिल्ने वस्तु, प्लास्टिकका बोतल, प्लास्टिकका कन्टेनर र प्याकेजिङ तथा विशेष वस्तुका लागि पारदर्शी फोहोर झोलाको प्रयोग गर्नुहोस्। 2026 अप्रिलदेखि कुमामोतोमा फोहोरको झोलामा नयाँ प्रकार थपिन्छ। जलाइने फोहोर र पुरिने फोहोरका लागि पहिल्यैदेखि प्रयोग हुँदै आएका झोला यथावत प्रयोग गर्न मिल्छ। साथै दुवै प्रकारका फोहोरमा प्रयोग गर्न मिल्ने साझा झोला थपिन्छ। यो झोला प्रयोग गर्दा किनमेल र व्यवस्थापन सजिलो हुन्छ, तर छुट्याउने नियम परिवर्तन हुँदैन। यो झोला प्रयोग गर्दा पहिले जस्तै गरी जलाइने फोहोर र पुरिने फोहोर छुट्याइएर फाल्नु पर्नेछ। दुवै फोहोर मिसाउन भने पाइने छैन। छुट्याइएको छैन भने त्यस्तो फोहोर सङ्कलन गरिने छैन। पहिलाका झोला पनि निरन्तर प्रयोग गर्न मिल्छ, त्यसैले ढुक्क हुनुहोस्। कुमामोतो सहरमा फोहोरहरू मुख्यतया 8 प्रकारमा विभाजन गरिएको छ। अब प्रत्येक प्रकारलाई एक-एक गरी हेरौँ। सबैभन्दा पहिले जलाइने फोहोर अन्तर्गतको फोहोरको बारेमा। यी वस्तुहरूलाई जलाइने फोहोरका रूपमा फाल्न सकिन्छ। कुहिने फोहोरबाट पानी राम्रोसँग निथारौँ। 1 मिटर भन्दा कम लम्बाइ भएका काठबाट बनेका वस्तुहरूलाई कुमामोतो सहरले तोकेको आधिकारिक झोलाको कम्तीमा सानो साइजको झोला वा सोभन्दा ठूलो झोलामा बेरेर फाल्नुहोस्। जलाइने फोहोरलाई तोकिएको झोलामा हाल्नुहोस्। झोलाको मुख राम्रोसँग रूपमा बाँध्नुहोस्। अब कागज अन्तर्गतको फोहोरको बारेमा। कागजको आकार व्यावसायिक कार्ड वा तासको पत्ता भन्दा ठूलो हुनुपर्छ, जस्तै अखबार, कार्टुन, डब्बा, पेपर प्याक, पेय पदार्थका कागजी कार्टुन, पुस्तक आदि। अखबार, पर्चा, कार्टुन, पेपर प्याक तथा पुस्तक कापीहरू प्रत्येकको प्रकार छुट्याएर दोहोरो प्लस चिन्ह हुने गरी डोरीले राम्रोसँग बाँध्नुहोस्। टेपले कडा रूपमा बेरेर घेराबन्दी नगर्नुहोस्। पेपर प्याकलाई खोलेर हल्का धोएर सुकाएर फाल्नुहोस्। सानो सानो कागज पेपर ब्यागमा राख्नुहोस्। पानी परेको दिनमा भिज्ने ठाउँमा नराख्नुहोला, भिजो भने पुनः प्रयोग गर्न मिल्दैन। त्यस्तै अब प्लास्टिकका भाँडा वा प्याकेजहरू अन्तर्गतको फोहोरको बारेमा। पुरा मार्क भएको प्लास्टिकका कन्टेनर र प्याकेजिङ, जस्तै इन्स्ट्यान्ट नुडल्सको कप, थैलीहरू, खाली बोतलहरू, पेट मार्क बोतल बाहेक प्याक, ट्रे, कुसनिङ सामग्री, बबल र्याप, फोम, ढक्कन र लेबललाई पारदर्शी झोलामा हाल्नुहोस्। प्लास्टिक हल्का धोएर र पानी सुकाएर फाल्नुहोस्। हल्का धोएर पनि फोहोर नहटेको भए जलाइने फोहोरमा राख्नुहोस्। अब पुनः प्रयोग गर्न मिल्ने वस्तु अन्तर्गतको फोहोरको बारेमा। पुनः प्रयोग गर्न मिल्ने वस्तुमा भाँडाकुँडा, खाना पकाउने भाँडा, फ्राई प्यान, सिसाका खाली बोतल र धातुबाट बनेका खाली बोतल, क्यान, पुराना कपडा र साइकल जस्ता वस्तुहरू पर्दछन्। यी सबैलाई पारदर्शी झोलामा राख्नुहोस्। सिसाका खाली बोतल र धातुबाट बनेका खाली बोतल, क्यानहरू हल्का धोएर पानी तारेर मात्र फाल्नुहोस्। बिर्को अनिवार्य रूपमा खोलेर फाल्नुहोस्। यदि
भाँडाकुँडा वा सिसाका खाली बोतल र धातुबाट बनेका खाली बोतल, क्यान पानीले पकाल्दा पनि सफा नहुनेछ भने पुरिने फोहोरका रूपमा फाल्नुहोस्। पुराना कपडा धोएर मात्र फाल्नुहोस्। फोहोर कपडा, भित्री वस्त्र, मोजा, पर्दा जलाइने फोहोरमा पर्दछन्। पानी परेको दिनमा भिज्ने ठाउँमा नराख्नुहोला। भिज्यो भने पुनः प्रयोग गर्न मिल्दैन। साइकल फाल्दा देखिने स्थानमा भिडियोमा जस्तै आवश्यक छैन भनेर लेख्नुहोस्। त्यस्तै चोरी प्रतिरोध दर्ता प्रहरी कार्यालय गएर रद्द गरेर मात्र फाल्नुहोस्। अब पीईटी पेट बोतल, पेय पदार्थ लगायतको पेट बोतल कसरी फाल्ने भन्ने बारेमा। पेट बोतलको बिर्को र लेबल हटाउनुहोस्। बिर्को र लेबललाई प्लास्टिकका कन्टेनर र प्याकेजिङको वर्गमा फाल्नुहोस्। पीईटी पेट बोतल फाल्दा पारदर्शी झोलामा हालेर फाल्नुहोस्। भित्रको सामग्री खाली गरी हल्का धोएर पानी तारेर फाल्नुहोस्। सम्भव भए बोतल च्यापेर थिचेर सानो बनाउनुहोस्। हल्का धोएर पनि फोहोर नहटेको छ भने जलाइने फोहोरमा राख्नुहोस्। अब विशेष वस्तुहरूको फोहोर फाल्ने तरिकाको बारेमा। विशेष वस्तु भनेको मर्क्युरी, पारो समावेश भएका स्वास्थ्यका लागि हानिकारक वा विस्फोटक पदार्थ, आगोको जोखिम हुने सामग्री हुन्। यसमा फ्लोरोसेन्ट ट्युब, चिम, मेर्क्युरी थर्मोमिटर, बर्ड ब्लड प्रेसर जाँच्ने मिटर, ग्यासको क्यान र स्प्रे क्यान, लाइटर, ब्याट्री निकाल्न नमिल्ने साना उपकरण तथा ब्याट्रीहरू गरी जम्मा 6 प्रकारका वस्तुहरू पर्दछन्। यस्ता फोहोरलाई पारदर्शी झोलामा राखेर फाल्नुहोस्। ब्याट्रीहरूलाई सानो पारदर्शी झोलामा अलग राख्नुहोस्। ब्याट्री बाहेकका वस्तुहरूलाई एकै झोलामा समेटी फाल्न सकिन्छ। विशेष वस्तुहरू जलाइने फोहोर वा पुरिने फोहोरमा नहाल्नुहोस्। यसले सङ्कलन गर्ने गाडीभित्र आगलागीको जोखिम निम्त्याउन सक्छ। अब जमिन मुनि गाडिने फोहोरको बारेमा। जमिन मुनि पुरिने फोहोर ल्यान्डफिलमा काँचका सामान, सिरामिक वा माटोका भाँडा, सानो घरेलु उपकरण, चुम्बक आदि पर्दछन्। फुटेका काँच, सिरामिक वा धारिलो वस्तुहरू सिधै झोलामा राख्दा अन्य प्रयोगकर्ता वा सङ्कलक कर्मचारीलाई चोट लाग्न सक्छ। त्यस्ता वस्तुहरूलाई बेरेर भिडियोमा जस्तै खतरनाक भनेर लेखेर फ्याल्नुहोस्। पुरिने फोहोर आधिकारिक झोलामा राख्नुहोस् र झोलाको मुख राम्रोसँग रूपमा बाँध्नुहोस्। अन्त्यमा ठूला खालका फोहोरको बारेमा। यदि कुनै वस्तु तोकिएको, जलाइने, पुरिने फोहोरका लागि तोकिएको ठूलो झोलामा राख्दा मुख बाँध्न नमिल्ने खालको छ भने त्यो ठूलो खालको फोहोर हो। ठूलो फोहोरका लागि फोन मार्फत गोमी जेरो कलमा अग्रिम आवेदन अनिवार्य गरिएको छ। आवेदन बिना सङ्कलन गरिने छैन। प्रति वस्तु 500 येन वा 900 येन सेवा शुल्क लाग्छ। गोमी जेरो कलले जनाएको शुल्क अनुसारको ठूलो फोहोर प्रशोधन टिकट स्टिकर कन्भिनियन्स स्टोरबाट किन्नुहोस्। यदि तपाईलाई ठूलो फोहोर व्यवस्थापन गर्न समस्या छ भने कृपया परामर्श केन्द्रमा फोन गर्नुहोस्। गोमी जेरो कलको फोनबाट प्राप्त गर्ने भएको स्वीकृति नम्बर स्टिकरमा लेख्नुहोस् र ठूलो फोहोरमा टास्नुहोस् र फोन मार्फतले जानकारी दिएको सङ्कलन स्थल मितिमा त्यही दिन बिहान 8:30 भित्र राख्नुहोस्। आवेदनदेखि सङ्कलनसम्म 2 हप्ता वा बढी समय लाग्न सक्छ। कुमामोतो सहरले सङ्कलन नगर्ने फोहोर पनि छन्। घरेलु विद्युतीय उपकरणहरू 4 वस्तु, टिभी, फ्रिज, कपडा धुने मेसिन, एयर कन्डिसनर तथा कम्प्युटर। किनेको पसलमा फिर्ता वा खरिदका लागि अनुरोध गर्नुहोस् वा सम्बन्धित विशेषज्ञ कम्पनीसँग परामर्श गर्नुहोस्।
अन्य सङ्कलन नहुने वस्तुबारे विस्तृत जानकारीका लागि कुमामोतो सहरको इन्टरनेट होमपेज हेर्नुहोस्। तपाईलाई भाँचिएको झ्याल सिद्धान्तको बारेमा थाहा छ? यसले भन्छ सानो सानो अव्यवस्थित कुराहरू यत्तिकै छाडियो भने त्यसले नै ठूलो अव्यवस्थितता निम्त्याउँछ। उदाहरणका लागि कचरा स्टेशनमा झोला बाहिर एउटा पेट बोतल छोडिएको छ भने यति त छ, केही फरक पर्दैन भन्ने सोचका मानिस बढ्दै जान्छन् र भोलिपल्ट अरू फोहोर अनि त्यसपछि ठूलो फोहोर समेत थुप्रिन थाल्छ। यसरी कचरा स्टेशनको समग्र वातावरण बिग्रन्छ। त्यसमाथि विशेष वस्तु मिसिएमा आगलागीको जोखिम वा सङ्कलन गाडीमा समस्या उत्पन्न हुन्छ। सानो नियम उल्लङ्घनलाई बेवास्ता नगर्नु नै सहरलाई सफा राख्ने पहिलो कदम हो। आजैदेखि गर्न सकिने 3 काम। पहिलो कुरा, निर्धारित फोहोर मात्र फाल्नुहोस्। प्रकार अनुसार प्रक्रिया फरक हुन्छ, ठीक तरिकाले छुट्याएर फाल्नुहोस्। छुट्याउने तरिका थाहा नभए फोहोर क्यालेन्डर वा कुमामोतो सिटीको फोहोर क्यालेन्डर एपमा हेर्नुहोस्। दोस्रो कुरा, निर्धारित दिनमै फाल्नुहोस्। बसोबास गर्ने क्षेत्र अनुसार फोहोर फाल्ने दिन फरक पर्छ। आफ्नो क्षेत्रको फोहोर फाल्न मिल्ने दिनहरू फोहोर क्यालेन्डर वा फोहोर क्यालेन्डर एपमा जाँच गर्नुहोस्। सङ्कलनको दिनको बिहान 8:30 भित्र फाल्नुहोस्। तेस्रो कुरा, निर्धारित स्थानमै फाल्नुहोस्। तोकिएको फोहोर फाल्ने ठाउँमा फाल्नुहोस्। बसोबास गरेको क्षेत्रमा प्रयोग गर्न मिल्ने स्टेशन तोकिएको हुन्छ। कुन स्टेशन प्रयोग गर्ने भनेर स्थानीय समुदायसँग जानकारी लिनुहोस्। अपार्टमेन्ट, म्यान्सनमा बसोबास गर्नुहुन्छ भने प्रबन्धक कम्पनीसँग सोधपुछ गर्नुहोस्। स्टेशन अनुसार फाल्न मिल्ने फोहोरको प्रकार फरक हुन सक्ने भएकाले स्थानीय समुदाय सँगसँग जानकारी लिनुहोस्। तोकिएको स्थान बाहेकका स्टेशनमा फोहोर नराख्नुहोस्। कागज, खाली क्यान तथा सिसाका बोतल, पेट बोतल र पुराना कपडा यी सबै फोहोर स्टेशनबाट सङ्कलन गरी कारखानामा लगेर हातले एउटा एउटा गरी र मेसिनद्वारा ध्यानपूर्वक छुट्याइन्छन्। अब पुनः प्रयोग हुने प्रक्रियाहरू हेरौँ। कागज। स्टेशनबाट सङ्कलित कागज कारखानामा पुर्याएर एउटा एउटा गरी हातले छुट्याइन्छ। त्यसपछि अखबार आदि कागजी सामग्रीको कच्चा पदार्थका रूपमा पुनर्उत्पादन हुन्छ। यस्तो अतिरिक्त मेहनत घटाउन सुरुदेखि नै ठिक तरिकाले फोहोर छुट्याउने कुरा महत्त्वपूर्ण छ। पुनः प्रयोगयोग्य सामग्री। यी सामग्रीहरू कारखानामा छुट्याएर विभिन्न चरण पार गरी नयाँ उत्पादनको कच्चा पदार्थका रूपमा प्रयोग हुन्छन्। पेट, बोतल। छुट्याइसकेपछि पेट बोतलहरू धेरै चरणमा गएर नयाँ उत्पादनको कच्चा पदार्थमा रूपान्तरण हुन्छन्। अन्त्यमा फोहोर क्यालेन्डर पात्रो एपको बारेमा। फोहोर क्यालेन्डर एप प्रयोग गर्न देखाइएको क्युआर कोड स्क्यान गर्नुहोस् वा एप स्टोरमा कुमामोटो गार्बेज खोजी गरेर डाउनलोड गर्नुहोस्। एप खोलेर आफ्नो क्षेत्र फोहोर क्यालेन्डर चयन गर्नुहोस्। प्रारम्भिक सेटिङ पूरा भएपछि कहिले र कुन प्रकारको फोहोर फाल्न मिल्छ सजिलै थाहा पाउन सकिन्छ। छुट्याउने तरिका नबुझेमा छुट्याउने शब्दकोशमा फोहोरको नाम टाइप गर्नुहोस्। सही फाल्ने तरिका तुरुन्त थाहा हुन्छ। फोहोर फाल्ने नियम पालना गरियो भने हाम्रो सहर अझ सफा हुन्छ। हामी सबै मिलेर सही तरिकाले फोहोर फालौँ। तपाईको सहकार्यले कुमामोतो सहरको सुन्दरता अझै बढ्नेछ।